नमस्कार, म पदमबहादुर विष्ट। आजको देउडा ब्याटल अछाम क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार भूपदेव शाहको लागि। रासोपा हो पार्टी तिनको, जान्नेलाई छान्ने हो। यसपालि स्वस्तिक छाप घन्टीमै हान्ने हो। युवा नेता भूपदेव शाह पढेका लेखेका, अछामका बिरै दुःख यिनुले देखेका। अछाम सेरा धान रोपेको लह लह बालो, यसपालि त जसरी नि भूपदेवकै हो पालो। खाने पानी उद्योग धन्दा अस्पताल बन्ने छ, इतिहासका महान नेता भूपदेवलाई भन्ने छ। युवाका ढुकढुकी यिनी, जनताका सारथी, परमका उम्मेद्वार बालेन बन्ने छन् सारथी। स्कुल कलेज रोजगारी बनिहाल्छ बाटो, भूपदेव शाह जन्माइदिने अछामको माटो। उज्जवलदेखि बालेनसम्म काम गरी आएका, अछामका विकासका खाका यिनुले राखेका। बुढी बाँझो जमिन जोतेर खानु छ, यसपालि भोट हाल्न नेपालमा जानु छ। यसपालि भोट हाल्न नेपालमा जानु छ। Thank you so much watching this video.